यो चाहिँ रङटन रोड हो है। अब यहाँदेखि चाहिँ हामी शिव खोला गइरहेका छौँ। अन्त अब यो रोड एकदमै दामी छ है। अन्त यहाँ हाम्रो साथीभाइहरू चाहिँ यहाँ छ, एकट्ठा भइरहेको छ। लु हेलो हाई हेलो गाइज होइन। र अब हामी चाहिँ अब साथीभाइ सबै मिलेर शिव खोला जाँदैछ है। र उहाँले चाहिँ अहिलेदेखिको नै सेवाङले अहिलेदेखिको नै यहाँ प्यान्ट स्यान्ट खोलिसक्यो हो। सायद हामी यहाँबाटै पौडी खेल्दै जाने होला, यहाँदेखिकै पौडी खेल्दै जाने होला हो। र आज चाहिँ हामी शिव खोला गएको है। र यहाँ हाम्रो निखिल बुबुले अलिकति केही बोलिदिउँ न, आज के कस्तो छ? आज म बिमार छु। बिमार भए पनि हामी आएको छौँ है। हामी के रणधीर साथीलाई मिस गऱ्यौँ? त्यो त अब पुरै अभियसली होइन। साथीले याद गर्छ होला, हामीलाई आशा छ रणधीर साथीले हामीलाई हिजोको जस्तै अलिकति त्योभन्दा बढ्ता आश गर्नुहुन्छ स्पोन्सरसिपमा होइन आशा गरेर। र यहाँ खासै प्लान मिलाउने चाहिँ हाम्रो यहाँ भोलिसक्यो नि है कबीर सिंह। कबीर सिंह आजको कबीर सिंह है। आजका कबीर सिंह इधर भनिदेऊ न, लु न आज चाहिँ के भयो भन्दाखेरि चाहिँ नि आज गड फादर जस्तो लाग्यो कसम आफूलाई चाहिँ। किन हौ? सबैलाई नानी जस्तो उठाउनु पऱ्यो अन्त बेडैबाट अन्त यहाँ भएको जति सबैजनालाई अन्त हाम्रो वङ साथीले के भन्नुहुन्छ? ठिकै छ आज है। अब खुसी लागिरहेको छ सबैजना होइन, मिलेर गइरहेको छ। यहाँ हाम्रो बहिनी, दुईजना बहिनी साथी हो, यहाँ हाम्रो साथी छ। अब चाहिँ हामी यहाँबाट जानेछौँ है। अब देखाउँछ हामी रोडको टुरहरू के कस्तो हुन्छ होइन तपाईँहरूलाई हुन्छ। र अहिलेको यो क्लिप चाहिँ यहीँ राख्छौँ है। यो पछि चाहिँ हाम्रो साथीभाइहरू यहाँ छ, सबैजना जानेछौँ है। हुन्छ, स्टे ट्युन है। र यो वाला रोड चाहिँ रङटनको बाटो हो है। अन्त यहाँबाट अब छिर्दै गर्दाखेरि नेचरको पिच भन्ने फिल आउँछ। मलाई चाहिँ यो बाटो काहीँ न काहीँ केरलाको त्यो जुन चाहिँ भित्र क्या पिस भएको जग्गाहरूतिर त्यो डेन फरेस्टतिर छिरेको जस्तै लाग्छ, किनभने त्यस्तै खालके भाइब दिन्छ नि त है। अन्त यहाँबाट छिर्दै गर्दाखेरि मिठो आनन्द हुने गर्दछ। अन्त यो बाटो चाहिँ अब रङटनको यो बाटो जाँदै छौँ हामी सबै साथीभाइहरू मिलेर। अन्त अब यहाँ बाटोमा ट्रेनको लिकहरू पनि धेरै भेट्छ र पछि चाहिँ हाम्रो साथीभाइहरू आइरहेको छ। अन्त यहाँ देख्दै गर्नु भएको चाहिँ हाम्रो सेवाङ साथी अगाडि छ, अनि सबसे अगाडि त हामी छौँ। अन्त सेवाङ साथी छ, त्यहाँबाट ग्यालसिनको टिम 2 भाइ छ, त्यहाँबाट पछि हाम्रो निखिल बुबु छ है। हाम्रो क्लिप गर्ने चाहिँ भएन, मान्छे नै भएन हो। अन्त मतलब हामीले अब रोकेर क्लिपहरू गर्नु नि मिलेन त। अन्त हामीले चाहिँ अब साथीभाइहरूको क्लिपहरू गर्नु पायौँ, हाम्रो क्लिप चाहिँ गर्नु मिलेन। अन्त यहाँ सेवाङ बुबुले चाहिँ स्कुटी चाहिँ दन्काएको छ, उसलाई चाहिँ भेट्नु एकदमै गाह्रो पऱ्यो जस्तो बाटो बिचमा चाहिँ त्यस्तो पनि भयो। अनि दार्जिलिङको जति पनि प्लेसहरू छ है, मतलब टी गार्डन एरियाहरू छ, एकदमै सुन्दर टाइपको छ नि त। यहाँ चाहिँ सायद अब जङ्गली जनावरहरू धेरै छ, फरेस्ट डेन भएकोले गर्दाखेरि होइन। तर अब दिउँसो भएर हामीले त्यस्तो देख्न पाइनौँ। अब एक जग्गा पर नै देखेको थियो, त्यो क्लिप गर्नु भ्याएन हामीले होइन। अब नेचर जति पनि नेचर लभरहरू छ त्यसको लागि चाहिँ यो जग्गा छिर्दै गर्दाखेरि एकदमै आनन्द लाग्छ है। अन्त त्यही हो, अब हामी गइरहेको छौँ साथीभाइहरू ग्रुपमा होइन। अन्त धेरै अन्त दिन चाहिँ एकदमै असल भएको छ है, एकदम घाम लागिरहेको छ। अन्त अब यो बाटो जाँदै गर्दाखेरि चाहिँ अब धेरै ट्रेनको अब क्रसिङ भेट्छ रोड लाइनमा, टोय ट्रेनको है। अन्त यो अगाडि गइरहेको छ हाम्रो ग्यालसिन साथी अनि रिदम साथी, अनि त्यसको अगाडि गइरहेको छ हाम्रो सेवाङ बुबु अनि समृद्धि स्याम गइरहेको छ है। अन्त त्यसको अगाडि हाम्रो वाङ साथी अनि मिस्टर निखिल बुबु गइरहेको छ है। सिजर
प्यारवाला नाम चाहिँ हाम्रो सिजर हो गुरुको चाहिँ है हामी ग्रुपै गइरहेको छौँ अन्त अब के भन्नु अब धेरै नै अब मजा आइरहेको छ यो बाटो जाँदै गर्दाखेरि लगभग आधी बाटो नै हामी छिरिसकेको छौँ अनि यो टी गार्डनहरू अब छिर्दै गर्दाखेरि एकदमै मजा आइरहेको छ अब शिव खोलाको बाटो लगभग हामीले आधी तय गरिसकेको छौँ अब लगभग आधी छ भनिदिउँ न होइन अन्त अब सेवाङ बुबुलाई चाहिँ हामीले घरिघरि हामीलाई छोडेर चाहिँ एकदम रफ्तारमा कुदिरहेको छ ऊ चाहिँ अन्त त्यही हो अब यस्तो रफ बाटो हुँदाखेरि चाहिँ अब स्लो गर्दा चाहिँ भेट्छौँ अन्त अब यो ओह्रालो जाँदै गर्दाखेरि चाहिँ यहाँबाट चाहिँ सिनेरी एकदमै सिनेरी ग्रिनेरी चारैतिरबाट क्या मजाको सुन्दरता प्राकृतिकको सुन्दरता चाहिँ अब हामीले लुफ्त उठाउन सक्छौँ है अनि दार्जिलिङको जति पनि जग्गाहरू छ अब जति पनि टी गार्डनहरू छ एकदमै मतलब मजाले मिलेको जस्तै अब बनिएको छ नि त होइन हामी चाहिँ एउटा अब पोइन्टमा आइपुगेको छौँ यहाँ चाहिँ अब फोटो क्लिपहरू गर्नेछौँ यो चाहिँ सिपाही धुरा रहेछ है अब यहाँ पछि अगाडि देख्दै गरेको कमान चाहिँ यति दामी छ अब त्यो भन्नै पर्दैन है यहाँ यस्तो लेखेको रहेछ होइन गाल्छन् साथी साथी हो होइन तर गरम यति छ अब खोला दामी नै छ राम्रो छ अब गएर सिधै डाइभ हान्ने अब डाइभ हान्ने हो उयो हुन्छ बहिनी अब हामी एकजना गर्दै आउने यहाँ चाहिँ सोचिरहेको छ फोटो क्लिक हुन्छ भनेर मैले चाहिँ खास चाहिँ टाइमर राखेर उ गरेको मैले हेलमेटै खोल्नु बिर्सिरहेको छु यहाँ चाहिँ के अन्त सबैले पोज दिइरहेछ तर मैले चाहिँ भिडियो गरिरहेको थिएँ है मलाई त थाहा थियो भिडियो हुँदैछ भनेर खाली रोडकै खाली भिडियो छ त भनेर सोच्नुहुन्छ होला होइन तर यो जग्गाको चाहिँ जति पनि रोडको कुना काप्चीको लोकेसन छ त्यो एकदमै भ्यू पोइन्टहरू क्या जग्गा नै लुकेर बसेको रहेछ नि त अन्त मैले चाहिँ त्यो कुना काप्चीको लोकेसनलाई पनि यो क्यामेरामा कैद गर्न चाहेँ क्या क्याप्चर गर्न चाहेँ अनि यो सायदै अब यो भिडियो चाहिँ दुईवटा पार्टमै बनाउनु पर्ने भयो किन भन्दाखेरि चाहिँ मैले चाहिँ अब एउटा खालि बनाउँछु भनेर सोचेको थिएँ तर दुइटै बनाउने अब किन भन्दाखेरि चाहिँ मलाई यो सिनेरी काट्नै मन परेन कि अन्त यो सिनहरूलाई चाहिँ क्याप्चर गरेर राख्न मन पऱ्यो अब हेर्नु न अब यो ओह्रालोहरू देख्दै गरेको ठाउँहरूलाई यति रमाइलो लाग्दो देख्छ कि भन्नै पर्दैन नि जस्ट आँखाले लुफ्त उठाउने कुरो होइन अन्त जब जति पनि अब नेचर लभरहरू हुनुहुन्छ उहाँले बुझ्नुहुन्छ कि अन्त यो सिन भिर पखेरोहरू देख्दा अचम्म लाग्छ मिठो लाग्छ नि त अब गडको क्रिएसनलाई चाहिँ अब मान्नै पर्छ क्या गडले प्रत्येक कुरो नै अचम्म प्रकारले सृजनु भएको छ त्यो बादललाई देख्दै गर्दाखेरि उहाँले कति मजाले अड्काउनु भएको छ होइन यो भिर पखेरोलाई कति मजाले उ गर्नुभएको छ अन्त यहाँबाट देख्दै गर्दाखेरि यो लोकेसन हेर्नु न यति आनन्द लाग्छ अचम्म लाग्छ होइन मिठो अन्त मैले भनिरहेको थिएँ नि गडले चाहिँ पाहाडलाई चाहिँ धेरै आशिष दिनुभएको रहेछ जस्तो लाग्छ मलाई चाहिँ किन भन्दाखेरि चाहिँ पाहाडहरूमा भिर पोखरीहरूमा अब धेरै अब त्यो भ्यूहरू छ नेचरल त्यो उयोहरू छ स्पटहरू त्यसैले गर्दाखेरि अब कति सुन्दर देख्छ नि त होइन हेर्नुहोस् न अब त्यो बादलहरूलाई यो अब डाँडा काँडाहरूलाई ग्रिनेरीहरूलाई यो कुरो हेर्दै जाँदाखेरि कस्तो आनन्द लाग्छ अब हामीलाई अब सधैँ देखिरहेर अब हामीलाई त्यो एज युजल युज टु भइरहेको हुन्छ नि त होइन तर अब धेरै अब टाढोको टुरिस्टहरूलाई यो देख्दै गर्दाखेरि प्लेन्समा बस्ने मान्छेहरूलाई यो देख्दै गर्दाखेरि पागल हुन्छ नि होइन अब यस्तो आनन्द भएको ठाउँमा आउनु पर्दाखेरि आनन्द लाग्छ नि त अब हाम्रै साथीहरू अब कति बात अब
आफ्नै जग्गामा आउँदाखेरि पनि एकदम खुसी भइरहेछ हो। त्यो चाहिँ दामी लाग्यो मलाई। दामी लागेको कुरो चाहिँ हाम्रो पाहाडलाई चाहिँ साँच्चै नै गडले चाहिँ एकदमै आशिष दिनुभएको छ है। अन्त अब यो बाटोहरू जाँदै गर्दाखेरि अब गाई र चरा भेट्यौँ होइन। यो अब चराको नाम चाहिँ हामीलाई थाहा छैन, तर मैले क्याप्चर गर्न आँटेको थिएँ। एउटा त्यो भैयाजी आएर क्रस गरिदिइहाल्यो, त्यो उयोलाई चाहिँ क्याप्चर गर्नै पाइनँ क्या। तर अब बाटो बिचमा सायद अब यो चराहरू भेट्छौँ हामीले होइन। यो कुन चाहिँ चरा हो नाम चाहिँ मलाई थाहा भएन, तर देख्नमा धेरै सुन्दर देखिँदो रहेछ होइन। अनि अब गाईहरू पनि धेरै भेट्यौँ बाटोतिर। हामीले सोचेको थियौँ सायद यो जङ्गली गाई भनेर होइन, तर जङ्गली गाई चाहिँ रहेन रहेछ। तर अब यो ठाउँमा चाहिँ अब गाईहरू छोड्छ होला हौ सायदै होइन। अन्त अब यो ठाउँहरू अब धेरै अब ग्रिनेरी यो चाहिँ सिपखोला बाटो बिचको रस्ता हो है। यो उकालो चाहिँ कुन चाहिँ बाटो जान्छ त्यो थाहा भएन। यो तेर्सो चाहिँ सिपखोला जाँदो रहेछ होइन। अन्त हामी चाहिँ हाम्रो एकजना साथीलाई वेट गरिरहेको छु, उनीहरू अलिकति पछि छोडेछ। र यहाँ देख्नु सक्नुहुन्छ तपाईँहरूले यो लोकेसन चाहिँ मलाई एकदम आनन्द लाग्यो कि, एकदमै आनन्द खालको लोकेसन हो। यो देख्दै गरेको चाहिँ सायद खरसाङ होला कि खरसाङदेखि उता साइडको भित्ता होला सायद है। यहाँ चाहिँ हामी अब एकछिन रेस्ट गरिरहेको छौँ है। गरम छ होइन साथी? गरम छ गरम। के लाग्यो लोकेसन त अब हामी त अब प्लेनमा बसेको निकै भयो हो। अब अचानक यसरी पाहाडहरू देख्दा हरियाली देख्दाखेरि त अब रमाइलो लाग्दो रहेछ। मैले खास चाहिँ त अब हामी पाहाडकै हो, पाहाडकै हो। तर पनि अब कति दिनसम्म गरममा बाफेर बस्दाखेरि यसरी एकदम शीतलमा आउँदाखेरि एसीमा आउँदाखेरि नेचरल एसीमा आउँदाखेरि चाहिँ एकदम आनन्द फिल भइरहेछ के। कबिर सिंहलाई कबिर सिंहले के भन्यो? कबिर सिंहको सुनिदिउँ न अलिकति भनाइलाई लु त। कबिर सिंह अब प्लान हामीले हाम्रो केटाहरूसँग प्लान मिलाएको कति भएको थियो, तर सक्सेसफुली भनेको यो साल खालि हो यति बेला भएको है। एक्जिक्युट चाहिँ आज आज चाहिँ कहाँ जाउँ भनेर कति भइसक्यो। प्लान मिलाउने र प्लानको सबै उयो गर्ने चाहिँ यता हो। यहाँ हाम्रो फेल गराउने चाहिँ यता हुन्छ। अझै एकजना आएको छैन, तल पनि छ स्कुटी कुदाउँदैछ हाम्रो मिस्टर बुबुले के भने आज के कस्तो? कबिर सिंह है, कबिर सिंह हो हाम्रो रुमको। के कस्तो लाग्यो आजको यो हाम्रो सानो ट्रिपमा? गर्मी भुब्रोबाट यहाँ शीतलमा आउँदा के भयो? कस्तो लाग्यो? एकदम दामी भयो होइन। एसिएस लाग्यो अब एकछिन जनराइ हुन्छु है। अर्को रे अर्को नेक्स्ट यताको भ्युज घटाइदिनु पऱ्यो नि त। मन राखिदिनु पऱ्यो तिमीले जोन यताको ल आयो नि फेरि अब जोन भएर बोल्नु हेऱ्यो नि त। यहाँ सुहाउँदैन पाउँछ त लु त अब भन के लाग्यो अरे? सिपखोलामा कन्सर्ट थियो हो। अन्त अब गरमबाट यता आउँदा चाहिँ एकदम नेचुरल हावाहरू होइन, चिसो हावा पाउँदा चाहिँ एकदम मजा लाग्यो। अनि अब यहाँको हाम्रो कन्टेन्ट देख्दा झन् अब एकदम कन्टेन्टमा आउनु पाउँदा झन् अझै हाम्रो यो 3 ग्रुपमा चाहिँ एकजना हाम्रो मिसिङ भएको साथी चाहिँ रणदीप, कि हाम्रो रुमको चाहिँ। अन्त यहाँ हाम्रो अब हङ साथी अलिक बोलौँ न। बोलौँ यहाँ हाम्रो वाङ साथीले पनि अब केही भन्नुहुन्छ कि कता भनेर आश गर्छौँ लु त। दाजुले ग्रुपमै बस्नु भन्नु न अलिकति लु त। अब त्यही हो हामीले रन्जितालाई चाहिँ यस्तो डरलाग्दो मिस गरिरहेको छु होइन। अब किनभने सबैजना हामी आइरहेको छु हो। त्यही भएर अब रन्जितालाई पनि एकदम हामी मिस गरेर अब नेक्स्ट टाइम फेरि अब आएको बेलामा चाहिँ हामी जानु आउँछ जानेछौँ है, चाहिँ एकदमै जानेछौँ होइन। अलरेडी अलवेज रेडी। बिमार भएर पनि मान्छे आइरहेछ यहाँनिर अब बिचरा अब यहाँ पखाला चलेर पनि आइरहेको छ हो। पखाला चाहिँ होइन आँखा हेर्नुहोस् होला होइन, मार्कीले आँखा पुरै सुनिरहेको छ। हुन्छ त अब भेट्दै गरौँ है यसरी नै अहिले सिपखोलामा।